पर्साई पनि आइसकेको छ है। दुर्गा पर्साईलाई देखाउँछु है। सबजना चाहिँ राजाको स्वागतको लागि बसिरहेछ। राजा चाहिँ पोखराबाट आउने राजा ज्ञानेन्द्र शाह, श्रीपाद ज्ञानेन्द्र शाह चाहिँ त्यो एउटा मान्छेहरू एकदमै भिडभाड छ यहाँ चाहिँ। अहिले एकदम भिड छ। अहिले यहाँदेखि यता गाडी आउनु दिएको छैन, यता पनि दिएको छैन। जुलुस चाहिँ डेन्जर छ यार, बाटैभरि छ यार। अहिले यो चाहिँ सिनामङ्गलदेखि नै गाडी आउनु दिएको छैन। तपाईँको गोलनदेखि माथि एउटै मान्छे धरि जान दिएको छैन। आज चाहिँ गाडी कहाँबाट आउँदैछ यार, मान्छे सान्छे केही आउनु दिएको छैन। सब हिँडिरहेको छ एयरपोर्टभित्र, कोही जान दिएको छैन यो पास किन भन्दा। म पनि बल्ल बल्ल निक्लेँ। म पनि यहाँ ज्ञानेको स्वागतको लागि बसिरहेको छु तल गेटतिर। तल गएर हेर्नु पर्यो। ज्ञानेको स्वागतको लागि म पनि आइरहेको छु। यहाँ गाडी जाम भएर आम्मामा सायद अब काठमाडौँ सबै जाम भइसकेको छ। अहिले जाम भएको स्थिति। राजा चाहिँ आउने कतिखेर अहिलेदेखि यस्तो भिडभाड भइसकेको छ यहाँ। पुलिसलाई चाहिँ अगाडि आउन दियो ल। अहिले कतिचोटि पेल्ने यार, धेरै बेर भयो रोकेको। अब चाहिँ छिर्न दिए जस्तो चाहिँ ल हेर्नु। हाम्रो राजा हाम्रो देशमा भन्दा प्यारो छ। Bueno. यो अब जुलुस चाहिँ सरेर अगाडि गइसकेको छ है। गोल्डन गेटतिर गइसकेको छ। जबरजस्ती नै सायद भित्र छिर्ला जस्तो छ एयरपोर्टभित्र। हेरौँ के हुन्छ। बिस्तारै हेरौँ। यहाँसम्म आउने दिएको छ, भित्र माथि जान दिएको छैन। सायद तिनीहरू मलाई माथि जान्छ जस्तो लागिरहेको छ जनताहरू। जे होस् राजाको पक्षमा बोलिरहेको छौँ। यहाँ हाम्रो एकजना नेता यता हिँड्दै हुनुहुन्छ। सबै बुढी बच्चादेखि लिएर सबै उमेर समूहको चाहिँ आइसकेको छ जुलुसमा।
च्यानलमा नै हुन्छ सँगै झापली च्यानललाई सब्सक्राइब गरिदिनु है साथीहरू। आज चाहिँ राजा पोखराबाट आउने हो, त्यही भएर अहिले आइसकेको छैन, एकछिनपछि आउँछ अरे। हेरौँ के हुन्छ राजालाई। यो चाहिँ अहिले ठ्याक्कै गोल्डन गेटतिर उभिरहेछ। गोल्डन गेटसम्म सबै भेला भइरहेछ। त्यहाँभन्दा माथि जान दिन्छ दिँदैन ठेगान छैन। हेरौँ कहाँ के हुन्छ। प्राणभन्दा प्यारो छ। गोल्डन गेटसम्म चाहिँ आइसकेछौँ। अब यो जुलुस हामी चाहिँ अब हेरौँ यहाँदेखि अब कहाँसम्म जान दिन्छ जुलुसलाई। मान्छे चाहिँ हजारौँ छ, हजारौँ अब नहुनु लाखौँ भनौँ न, टन्नै छ भेडा भिड छ लाखको भिडमा। यहाँ म पनि आज भ्लग बनाउने मौका पाएर बनाउँदैछु। हेरौँ के हुन्छ। राजाकै सपोर्ट हो म पनि साथीहरू। गेटभन्दा अगाडि चाहिँ जानु दिन्छ दिँदैन थाहा भएन। बाटोतिर नि मान्छे टनाटन छ साथीहरू। नेपाली भक्तहरू फर्स्ट नेपाली अब 126 रातो चाहिँ भेट्न सकिन्न होला। मान्छे धेरै छ, अति धेरै छ है। तपाईँले मान्छेले गर्दा धेरै छ है, हजारौँ होला है। मान्छे कति होला? धेरै होला। 1 लाखले त मान्दैन हो। अब 1 लाख भन्दा बढी छ अरे। राजाको यस्तो धेरै क्रेजै छ त यार, के हो यो क्रेज त मान्नै पर्ने भयो त यार। यतिको क्रेज भन्दा राजा त 100% फर्किन्छ नि यार। राजाको क्रेज देखेर आज राजा आउँदै जस्तो लाग्छ है गाइस साथीहरू। ए ल थ्याङ्क यू। यहाँ चाहिँ एकदमै सबै ठुलो बडाहरू सबै आइसकेको छ। आउँछ बडो
पैसा चाहिँ दुर्गा पैसा देखाउँछु है। गाली पनि ल्याएको मान्छे त है। एकचोटि लिनु साइड 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 एकचोटि निक्लिनु है, बाहिर जान्छु ल सर। एकचोटि ल थ्याङ्क यू। ल म चाहिँ सकिनँ यार, धेरै भिड भएर एकदम टाउको दुख्ला जस्तो भएर बाहिर निक्लेँ है साथीहरू। यहाँ बा पनि हुनुहुन्छ एकजना। लास्टै टाउको दुख्ला जस्तो भयो, त्यही भएर बाहिर निक्ले साथीहरू। सकिनँ यार त्यहाँ बस्ने यार, धेरै गाह्रो छ यार। ल यो भिडियो चाहिँ अब यसरी गर्नु पर्ला, लास्टै भिड छ। एकदम टाउको दुख्यो क्या, टाउको दुखेर त्यही भएर निक्ले। मेरो टाउको दुख्ने बिरामी छ नि त, तपाईँलाई थाहा छ है। प्यारो छ। ओ सरी यार, सरी एक्सक्युज मी। लास्टै गाह्रो भएर निक्ले यार, सकिनँ भित्र। राजा आउँछ यार, यत्रो जनताले पनि आएन भने त बर्बाद हो। साढे 2 बजे प्लेन गरिन्छ, त्यहाँबाट बाहिर निकाल्छ। जाँदैन हौ, गाह्रो छ, गाह्रै छ। यताबाट छैन र, यहाँ भिड भइसक्यो आमसभा गर्नलाई चाहिँ। ल साथीहरू, म चाहिँ निक्लेँ होइन, देख्यो गाह्रो भयो। अब म चाहिँ मेरो चाहिँ फेरि आज हस्पिटल जाने छ कि, डक्टर अहिले 4 बजीभित्र भेटेन भने बर्बाद हुन्छ, त्यही भएर हस्पिटल जाँदैछु है गाइस। जति देखाउनु भिडभाड देखाएँ, ज्ञानेन्द्र सरकारलाई चाहिँ मैले देखाउनु सक्दिनँ, किनभने उहाँलाई भेट्नै सकिनँ क्या। यस्तो एकदम गाह्रो छ उहाँलाई भेट्नलाई, पुरा मारामार छ कि मान्छे, त्यही भएर जान सकिन्न। म चाहिँ त्यही भएर निक्लेँ हजुर। भरे हेर्नु होला अर्को च्यानलमा हेर्नु न, मान्छेको पुरै एयरपोर्ट बन्द भइसक्यो। त्यही भएर म चाहिँ अब घर जान लाग्छु। घर भन्दा पनि हस्पिटल जानु पऱ्यो, त्यहाँ सकिने टाउको पुरा टाउको दुखा जस्तो भएर गाह्रो भयो।